हेलो गाइस, आज त अचम्म भयो। मैले पहिला 1000 मा एउटा मात्रै सामान किन्थे, तर मैले आज यति धेरै सामान पाएँ। लेट्स अनबक्स इट टुगेदर। दाइले अस्ति नै देखि यो डाइनिङमा राख्नको लागि कति किन्ने भन्दै हुनुहुन्थ्यो, तर मेरो यो आउट अफ बजेट भएको भएर मैले किनेकै थिइनँ। जम्मा 399 रुपीज। नेक्स्ट हामीसँग छ यो फेरि पनि डाइनिङकै सेट, यो एउटा टेबल क्लथ अनि एउटा यो जम्मा 199 रुपीज को, अनि यो 299 रुपीज को। यसमा 4 वटा सेट छ डाइनिङमा राख्नको लागि। कति प्रिटी छ। नेक्स्ट आई हेभ दिस एप्रोन। किचनको अब मैले सबै सेट राखेपछि त अब यो एप्रोन त चाहियो। सो प्रिटी। वाउ, अब त म कुकिङको भिडियोहरु पनि बनाएर हाल्छु। प्राइस जम्मा 249 रुपीज मात्रै। अब मैले सबै डाइनिङको सेट किनेपछि एउटा कप त किन्नै पर्यो कफी खानको लागि। कति राम्रो छ यो। यसको प्राइस कति हो हजुरहरुले गेस गर्न सक्नुहुन्छ? जम्मा 149 रुपीज मात्रै। मेरो आजको शपिङ